काम क्रोधको बारेमा भगवत गीताले के भन्छ त एकचोटि हेरौँ न। अध्याय 3 37औं श्लोकमा कृष्णले अर्जुनलाई भन्नुहुन्छ, काम एष क्रोध एष रजो गुण समुद्भवः महाशनो महापापमा विद्येनमिह वैरिणम्। अब यो भनेको के हो? काम र क्रोध रजोगुण हो र यो काम क्रोध र यो रजोगुणले ल्याउने भनेको महाशनो घोर भक्षी, संसार खाइदिने, र महापापमा भनेको महापापी। यसले ल्याउने भनेको र यसले पैदा गर्ने भनेको संसार खाने, राक्षसी प्रवृत्तिको सबै थोक खाने, र महापाप महापापी भनेको सिनर। हामी लस्ट, काम वासना र क्रोध यो दुवैको बारेमा धेरै सोच विचार गरेर यसलाई बुझ्नु जरुरी छ। काम वासनाले र रिस रागले निम्त्याउने भनेको यो दुईटा नराम्रो रजोगुणको नराम्रो पक्षहरू हो। महाशनो महापापमा भनेको घोर भक्षी र घोर पापी दुईटा चिज यो संसारमा पैदा गर्छ।